हेलो गाइज ल हामी चाहिँ श्री आन्तुको हामी पोखरीमा आइपुगिसकेका छौँ। यस्तो छ है सिनहरू यहाँनिरको चट्ट परेको यो ठाउँहरू। र म चाहिँ अब एउटा मेरो गुनासो के भने मेरो फोटो चाहिँ कसैले राम्रो निकाल्दैन क्या। अनि अझै चस्मा पनि माग्दैछ ऊ। चस्मा पनि मै दिनु, फोटो पनि मैले खिचिदिनु होइन। यो चाहिँ साह्रै मेरो लागि अन्याय भएको हो क्या। केटाहरूले चाहिँ मेरो फोटो राम्रो खिचिदिनु भएन। त्यहाँ सुरेश सरले जाउँ कि जाउँ भन्दै हुनुहुन्छ होइन। अब त्यहाँनिर हुनुहुन्छ हौ उहाँहरू। र विशेष गरी हाम्रो सुरेश सरलाई धन्यवाद है, हाम्रो प्रतिष्ठानबाट हामीलाई यस्तो अवसर दिलाइदिनु भएको छ। दोस्तीहरू हुनुहुन्छ यहाँनिर है। ल उहाँ पारी जेन्जी टोलीहरू पनि आउँदै हुनुहुन्छ है। ऊ दुईटा काक्सहरू जेन्जी काकाहरू है। ल यस्तै भन्दै अब आजको हाम्रो श्री आन्तुको ट्रिप यो पोखरीसम्मको यति नै रहेको छ। हामी चाहिँ अब हाम्रो यात्रा गाडी चढेर पशुपति नगरतिरको हामी यात्रा गर्दैछौँ। र यस्तो छ है बाटोहरू चाहिँ जाने। हेर्न सक्नुहुन्छ यहाँ होमस्टेहरू डिजाइनका छन् है पुरै। र जाँदै गर्दा केटाहरूलाई मैले बाटोमा छोडिदिएँ। अब म आफ्नो यात्रातिर लाग्दैछु गाडीतिर। र यहाँनिर देख्न सक्नुहुन्छ एउटा शौचालय यहाँनिर छ है। तपाईँहरूले यो फुच्ची साह्रै मलाई भाइ कि भाइ भन्छ नि, यति मलाई चाहिँ नराम्रो लाग्छ होइन। छैन नि दिदी ल 5 रुपियाँ। यी फुच्चीले 5 रुपियाँ माग्दै थिइन्, मसँग त्यतिको पनि हैसियत नभएर गाह्रो परिरहेछ है। अनि फोटो खिचिदिने कोही भएन। यहाँ मेरो क्युटी बहिनी हुनुहुँदो रहेछ है, खुसी लाग्यो देखेर। र के छ त तिम्रो धारणा भनिदेऊ त बहिनी। एकदम रमाइलो भइरहेछ, इन्जोय गरिरहेछ। मैले त सुत्न मन लागिरहेछ हामीलाई तल फुलाएर। अनि त्यो त रमणीय नै भएन नि त होइन। तिम्रो भ्लगमा फोटो खिच्नु भनेर कि होइन, म चाहिँ फोटो नखिचिदिने भनेर अगाडि हिँड्दैछु है। हाम्रो आदि साथीहरू उहाँ पुग्नु हुँदैछ। र हेर्नु सक्नुहुन्छ यहाँको चियाबारीहरू टक्क परेको चट्ट परेको। माथि त्यहाँनिर वाटर स्टोरेज ट्याङ्क छ है हारबिटी। अब तपाईँहरू चाहिँ घिमिरे बन्धु होमस्टे जानुहुन्छ भने यो कन्ट्याक्ट नम्बर हेर्नु होला। यो भन्दै हामी चाहिँ तपाईँको फोटो खिचिदिएको छु, यति कुरा याद राख्नु। मैले मेरो फोटो खिच्नु पाएको छुइनँ, त्यही भएर सम्झना स्वरूप चाहिँ मैले यो भिडियो रेकर्ड गरेको है। भन्नुहोस् कस्तो फिल गर्दै हुनुहुन्छ है आजको भ्रमण। उहाँमा दारा सिंह सर हुनुहुन्छ है। उहाँ नि एकदम साह्रै नै रोचक। हाम्रो चाहिँ अब गाडी भाटा पुग्नु लाग्यौँ तर गाडी देखिरहेको छैनौँ। भन्नु सर आजको बारेमा केही दुई शब्द। क्यासी लाग्यो यहाँहरू सबैलाई चाहिँ एकदम इन्जोय गर्नुभयो होला भन्ने आत्मविश्वासका साथ यति धेरै इलामको माया बोकेर अब हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ। यो चाहिँ एकदम अविस्मरणीय क्षण हो है। यो समय कहिले पनि आउँदैन जिन्दगीमा। यो ठाउँ त आइएला तर यही सरसँग यसरी म कालीकोटको मान्छे भेट्नुपर्छ। अनि कहाँ कालीकोटको, कहाँ सिन्धुलीको, कहाँ रामेछापको, कहाँ लानको होइन, वहाँनिर कहाँ दाङको, ताप्लेजुङको, सल्यानको है। उहाँ चाहिँ रामेछाप जिल्ला मेरो छिमेकी जिल्लाको हुनुहुन्छ है। त्यो हुँदाखेरि पनि अब यहाँ नौलो ठाउँमा आउँदाखेरि छिमेकी जिल्ला हुँदाखेरि पनि साह्रै सहज हुँदो रहेछ होइन। तपाईँ पनि छिमेकी नै हुनु ला। उहाँ त झन् एकदम हाम्रो सिन्धुली जिल्लालाई 4 वर्ष सेवा दिइरहनु भएको रहेछ है। मलाई पनि थाहा भएन क्या त्यो चाहिँ। पछि आएर यसो विचार गर्दा उहाँले नि मैले काम गरेकै कार्यालयमा गर्नुभएको रहेछ कि, त्यो हुँदाखेरि चाहिँ साह्रै खुसी लाग्दो रहेछ क्या होइन। र धेरै भन्दाखेरि मैले धेरै बोलाए जस्तो नि लाग्छ होला है भिडियो हेर्ने मान्छेलाई। त्यस्तरी नलिदिनु हुन अनुरोध गर्दछु है। ल थ्याङ्क यू फर भिजिट अगेन गेट नम्बर। A few moments later. ल हामी चाहिँ अहिले छुर्पी बनाउने ठाउँमा आइसकेको छौँ होइन। अहिले यहाँ हाम्रो कुम्भकर्ण ग्रुपको चाहिँ पाली आउँदैछ यहाँनिर फिल्ड भिजिटको। यहाँ चाहिँ फिल्ड सम्बन्धी यो चिज उत्पादनको छ होइन। यस्तो रहेको छ यहाँनिरको लकी डेरी छ। यहाँनिर उहाँहरूले केही डिटेल जानकारीहरू माग्दै हुनुहुन्छ यहाँनिरको। यहाँको मौसमहरू यस्तो छ है। यहाँमा अर्को दादा पनि हुनुहुन्छ है यहाँनिर होइन। अब यस्तो दृश्य हेर्नु पर्दाखेरि यहाँनिर एकदम मनमोहक दृश्यहरू रहेको छ।
यो ठाउँ चाहिँ हामी दार्जिलिङ बोर्डर साइडतिर जाँदै गर्ने क्रममा चाहिँ यहाँनिर हाम्रो चिज फ्याक्ट्रीमा चाहिँ त्यही अघि भनिहालेँ त्यस्तो छ। यहाँनिर हाम्रो गौतम बुद्ध हुनुहुन्छ, बुद्ध नै उहाँ हुनुहुन्छ जस्तो लाग्दैछ है। यस क्रममा हाम्रो पूर्व दाई हुनुहुन्छ, विक्रम दाई हुनुहुन्छ है। यहाँ हाम्रो सीता म्याडम हुनुहुन्छ, उहाँ प्रतिमा दिदी हुनुहुन्छ होइन। ल यसै गरी हाम्रो यहाँनिर उदयपुरको केटी पनि हुनुहुन्छ है। यहाँको हाम्रो कमला मिस यहाँ हुनुहुन्छ, कमला दिदीसँग यहाँ यसो फोटो त के भन्नु, भिडियो सम्झना स्वरूप भोलि पर्सिलाई यसो यहाँनिरको ठाउँहरू कैद गरेर जिन्दगीभरि स्टोर गर्ने हिसाबले भिडियो बनाएको हो होइन। ल यहाँ दाईहरू पनि हुनुहुन्छ है। ल भन्नु है केही छ भने। यहाँनिर बिल्डिङहरू पनि बवाल रहेछ है। यस प्रकारको रहेछ यहाँ चाहिँ भित्र चिज बन्दैछ है। यहाँनिर चाहिँ अब यहाँनिर अनुमति बिना प्रवेश निषेध भन्ने छ र म जाँदिनँ पनि, किनभने प्राइभेसीको कुरा आउँछ। र यहाँ यस्तो बवाल खालको रहेछ है यहाँनिर हिँड्ने ठाउँ पनि। ओ माने पेमे हो गर्दै घुमाउँदै हिँड्नु मन लाग्यो मलाई नि। एक राउन्ड भयो है। ल यसरी टक्क घुमाइयो, खुसी लाग्यो। अब फोटो त के खिच्नु, कसैले खिचिदिँदैनन् होइन। हाम्रो पूर्ण दाई हुनुहुन्छ, ठिक छ नि। ल अब एक राउन्ड भयो होइन। अब फेरि जान लाग्दैछ। दृश्य हेर्दा यस्तो छ है, एकदमै बवाले खालको दृश्य छ होइन। यता वासरुम जाने ठाउँ जस्तो लाग्यो मलाई चाहिँ। फेरि पनि घुमिदियो होइन। मलाई यो चाहिँ स्वयम्भूको याद आयो, बौद्धतिरको घर त मेरो सिन्धुली हो। त्यही काठमाडौँ त धेरैचोटि गएको छैन, त्यही पनि यसो कहिलेकाहीँ गएको बेलामा त्यहाँ छिरेको थियौँ होइन। मनोकामना चाहिँ पुरा होस् भन्ने हिसाबले कामना गर्दैछु। यहाँको मनमोहक दृश्यहरू रहेको छ, हेर्नु सक्नुहुन्छ। बिल्डिङ डिजाइनहरू पनि यहाँ हाम्रो टोलीहरू चाहिँ सब भोकले टाँट भइसकेको छौँ कि खाना कहानी भन्ने टुङ्गो भइरहेको छैन होइन। अब यस्तै छ। ल सुरेश सर हजुरको एउटा सानो भनिदिनुहोस् केही। फ्याक्ट्री हो होइन हजुर। यो यहीँ प्रोडक्ट हुन्छ र यो चाहिँ एकदम मिठो चिजहरू पाइन्छ, घिउहरू पाइन्छ रहेछ यहाँ पुरै यहाँभित्र। ल धन्यवाद सुरेश सर। ल यस प्रकारको रहेछ है हाम्रो चिजको यहाँनिर भएको ठाउँकोहरू चिज यस्तो रहेछ होइन। ल अब यहाँबाट गेटमा चाहिँ यसो गेटको दृश्य हेर्ने हिसाबमा चाहिँ यो प्रकारको गेट रहेको छ है। यहाँको भ्यू रोडदेखि हेर्दाखेरि टक्क लाएर लक्की डेरी यो यस्तो टर्निङमा रहेको छ। यहाँको भ्यूहरू फोटो त खिच्नु मन थियो यार, चित्त बुझ्दो फोटो कसैले खिचिदिँदैन। र एकजना यी नानीलाई चाहिँ साह्रै गाडीले मातेछ अनि टेन्सन सरी बस्दैछ है। उसको नै छुट्टै दुनियाँ छ। ल त्यही पनि ठिकै छ। अब गाडीमा त त्यस्तो हो, तर अघि स्याउ खाइयो कि गाडीमा होइन। त्यही स्याउ खाएर चाहिँ बोमिट आउला जस्तो भइरहेको छ। पुनः एक झलक है यताको। के छ दाईहरू अनि? ओके ल के छ त बहिनी? नट फाइन। ओके ल अब यहाँको सेसन चाहिँ यसरी नै सिद्धियो है। ल बाई बाई भनिदिनु। ठिक छ दाई, अब यहाँको भिडियो चाहिँ म क्लोज हान्न गइरहेको छु है।
अन्तिममा गौतम बुद्ध। A few moments later. ल वेलकम टु नेपाल है। र हामी चाहिँ इन्डियाको बोर्डर हेरेर नेपाल र भारत सिमाना बिचको नेपाल र भारत बिचको सिमाना हेरेर हामी फर्किसकेको छौँ। यो प्रकारको रहेको छ यहाँनिरको बजार। सर पानी नखाने म त। धन्यवाद है सर, धन्यवाद सर है सोध्नुभयो। ल पक्कै पनि अब हामी चाहिँ यहाँनिर नेपाल प्रवेश गरिसक्दाखेरि पशुपति नगर भन्सार कार्यालय पनि रहेछ एउटा है। यहाँनिर हेर्दै हामी चाहिँ अब बजारको दृश्यहरू हामी हेर्न खोज्दैछौँ अहिले। एकछिनमा देख्न सक्नुहुन्छ है। ल साथीहरू पनि आउँदै हुनुहुन्छ है। यो जिप लाइन रहेको छ। प्रशान्त दाई भन्नुहोस् केही छ? यो चाहिँ हाम्रो देशको खुल्ला सिमाना भएकोले देशमा अलिकति यो विकासको कुराहरूदेखि लिएर यो विदेशी हस्ताक्षर बढी हुन्छ कि भन्ने मेरो आकलन हो होइन। तपाईँले पारिपाटीको पिच गराएर वारिपाटीको पिचमै पनि कति गुणस्तर र क्वालिटी देख्नुभयो है। त्यही भएर तपाईँ हामी मिलेर देश बनाउँ भन्न चाहन्छौँ। हो त्यही भएर चाहिँ बनाउनै पर्छ होइन। अहिले चाहिँ तत्काल हामी भिडियो मार्फत चाहिँ यहाँ हेर्दैछौँ, भिडियो बनाएर होइन, कम्पेरिजन बिट्विन नेपाल एन्ड इन्डिया बोर्डरमा है। हामी चाहिँ यो विश्वमा कोही यस्तो सम्बन्ध नभएका विदेशको सम्बन्ध छन्, नेपाल भारत खुला सम्बन्ध, बेटी रोटीको सम्बन्ध। यस यतिको सम्बन्ध अरू देशमा भएन झन् राम्रो हुन्थ्यो कि। केही न केही कारणले चाहिँ अलिकति पढाइ चाहिँ गर्नुपर्ने हो र सम्बन्ध चाहिँ कायम राख्नुपर्छ। हो ल हामी बजार जाने क्रममै छौँ है। यस प्रकारको छ अब। र उहाँ कमला मिस आउँदै हुनुहुन्छ, हाम्रो लगायत टोलीहरू होइन पछि पछि। बजार चाहिँ लगभग ताप्लेजुङ जस्तै जस्तै लाग्यो है मलाई चाहिँ। ताप्लेजुङ बजार सानो बाटो र पसलहरू ठिक्क। पसल चाहिँ अहिले बन्द जस्तो देखिन्छ। ल है अब हाम्रो साथीहरूको गुनासो चाहिँ के रहेछ भने बोर्डरमा चाहिँ केही नै रहेनछ। फोटो खिच्न लायकको, हेर्न लायकको, बेकारमा हिँडाइ भयो, दुःख भयो भन्ने मात्र गुनासो गर्दै हुनुहुन्छ है। त्यही पनि ठिकै छ, यसो बजार हेरियो। यस प्रकारको बजार र यस्तै भयो। अब हामी चाहिँ खानाको यात्रामा जान्छौँ। अब साह्रै पनि भोक लागिसक्यो। साथीहरू अगाडि अगाडि हुनुहुन्छ। ल है यहाँ मनोज सरको पनि इक्जाम त दिनै पर्यो नि सर। ल है इक्जामको तयारी हाम्रो यस्तै छ होइन, घुमाइ हुँदैछ है। केटाहरूको तयारी पनि यस्तै हो। यस्तो पनि छ है यहाँको दृश्य। नेपाल हो नेपाल। ल हाम्रो पनि फर्स्टै टाइम हो है यहाँ यता यो ठाउँमा आएको। यस्तो छ भने थाहा थिएन, तर मलाई चाहिँ यो ताप्लेजुङ बजार जस्तै लाग्यो है। यस्तै साँगुरो टाइपको। हजुर ठ्याक्कै त्यस्तै नै हो। ल यति भन्दै हामी खानातिर लाग्छौँ है। 2000 years later. चाहिँ खाना खाइसक्यौँ है। टोलीहरूले खाना खाँदै हुनुहुन्छ यहाँनिर। होटल रोयल सरोवर एन्ड पिकल एन्ड लज पिकल शान्ति चोक इलाम है। यहाँ हुनुहुन्छ क्यामेरा ओनर यहीँ हुनुहुन्छ है। नाना खाना खाइसक्नुभयो? ओके राम्रोसँग खानु है। के छ अनि खाना खाइसक्नु भएको? ल हाम्रो अब खाना खाइसकेपछि चाहिँ यही गाडीमा जान्छौँ हामी है। अब यति हुँदै हामी एकैचोटि कलवलगुडी झापामा भरे पुग्छौँ है। 2 days later. ल हामी चाहिँ अहिले ब्रेक टाइममा छौँ होइन। चिया पान समय भइरहेको छ यहाँनिर। मिजी हुनुहुन्छ, यता दाजुहरू हुनुहुन्छ है। अब हाम्रो चाहिँ प्रमाणपत्र वितरण कार्यक्रम एकछिनमा हुन्छ। यहाँनिर अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको वातावरण यस प्रकारको रहेको छ। र फाइनल्ली
तालिम पनि हाम्रो सिक्यो है र यस तालिम हल मार्फत हामीले तालिम प्राप्त गर्यौँ सबैलाई बधाई छ है बधाई छ सबैजनालाई ल ल हाम्रो चाहिँ सेवाकालीन तालिम समाप्त भयो अब हाम्रो यो ठाउँलाई एकदम अविस्मरणीय बनाउँदै भिडियोहरूमा कैद गर्दैछु यस्तो छ र अब एक दुईवटा फोटोसोटो खिचेर हामी चाहिँ बिदा हुन्छौँ धन्यवाद प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई